मेरो बाबु अब के गर्नु है, हुन त फ्यामिलीमा हामी सबैजना छौँ, तर दिनभरि हुने भनेको बाबु र म मात्रै हुन्छौँ। अनि त्यसपछि अब के गर्नु, काम पनि अलिअलि गर्नै पर्यो। त्यसपछि मैले बाबुलाई चाहिँ यस्तै वाकरमा छोडिदिन्छु। अनि मेरो बाबु पनि जे होस् ज्ञानी नै छ, ज्ञानी छ। अनि एक्लै खेलिरहन्छ के, मजाले वाकरमा बसालिदियो भने केही न केही चिज दिए पनि टोक्दै बस्दै खेल्दै गर्छ। यति नगरे त मम्मीले कसरी काम गर्नु है। अनि त्यसपछि जे होस् बाबु चाहिँ ज्ञानी छ।